काठमाडौँ सहर हेर्दा लाग्छ होटल रेडर्स डे 2 हामी चाहिँ अहिले काठमाडौँमा अब आज चाहिँ राति 9 बजेको फ्लाइट छ होला 9 बजे होइन 9 बजे होइन 11 बजेको फ्लाइट छ आज 11 बजेको फ्लाइटमा टक्क चढेपछि चाहिँ अनि रमाइलो हुन्छ त्यसपछि बल्ल ढुक्क हुन्छ अहिले चाहिँ यहाँ आएर हो मामाहरू सबै छरिसकेको छ चारतिर सामानहरू लिनको लागि त्यही मौकामा हामी पनि यसो निस्केको हो है पानीपुरी चल्छ पानीपुरी चल्यो कातिल छ जमाना कातिल छ दोस्ती ल हामी चाहिँ यसमै हो होटल रेडर्स इन if you want guys some accommodation you can call यहाँ है यो नम्बरमा ल अहिले एकछिन भेट्नुपर्छ विथ नवीन मामा एन्ड मनोज मामा हामी अहिले फार्मेसी हन्टिङ जाँदैछौँ यहाँ माथिपट्टि छ मामा हामी चाहिँ अहिले फार्मेसी हन्टिङ हो Mama Sri. Hai. Hello. Yo mama दिनु न भान्जा छ त यहाँ हाल्दिनु यही माथि राख्दिनु यो र यो त लान मिल्दैन कसरी सम्बन्ध मिल्दैन हाम्रो मनोज मामा पनि आइसक्नु भएको छ अब हामी एकछिनमा चाहिँ प्रस्थान गर्छौँ एयरपोर्टतिर लगाइछ मालहरू चाहिँ यति छ है आज हाम्रो ब्यान्डको चाहिँ यति छ सामानहरू कहाँ जानुभयो नवीन मामाहरू medical profession, you know. Sinex हुन्छ मामा डिकल भन्दा त नोजल ड्रप ल चाइना दाइरा मेरो चाहिँ आज अब डकुमेन्टेसन लिगली भ्यानको मेमोरी एज अ मेमोरी हुन्छ नि कोर मेमोरी क्रिएट हुन्छ कि चाइना योपालि किन फर्स्ट एक्सपिरियन्स भन्नु तपाईँ जानुभयो कि भन्नु पहिला म गएको सेकेन्ड टाइम सेकेन्ड है फर्स्टको त नि फर्स्ट चाहिँ इन्टरनेसनल दुबईमा अनि जे भन्यो नि ठुलो प्लेन चढ्नु होइन नि छेसुको गाथे सुपारी लिएर मान्छे मार्नेहरू जस्तो हेर मान्छे हेर्दा ए ल यो हो मान्छेहरू त्यो के भन्छ अरे एन्जाइटी हुन्छ नि यस्तो के फोबिया भन्छ नि यस्तो पनि 6 जना भन्छ यार सिरिङ फोबिया सबै मोटो र अड्नै गाह्रो भयो है त्यही ब्याग पनि त्यस्तै अड्नै गाह्रो 4 जना अड्दै छैन 6 जना रे 408 त अनि मामा र म गरे भने आप हुन्छ अड्नै गाह्रो भयो अनि गाह्रो छ हामी एकमा आयो कि एकमा सुरुमै जी थप्नु पर्ने सुरुमै जी हान्दिनु पर्ने टेक्निक्स रहेछ नि त फेरि त्यही कि हेर्नु न मैले त्यही ठ्याक्कै दिएँ कि लिफ्टको नाम त टेक्निक्स टिडिक त्यो झुल रहेछ हल्लिन रहेछ घडा गर्ने मामा तर्स्याउने कि
यो ब्राउन कलरको ब्राउन कलर ठुलो मेरो हो मेरो गर्नुहुन्छ कि भनेर छैन तिमीले कहाँ चाहिँ दिएको भने मैले दिएको होइन क्या 505 मा अगाडि जानमा नि गेस्ट बाट ल्याएको छैन होइन माथि नै छ कि बाहिरै अनि यो लान्दिन्छ माथिको 3500 छ फ्यामिली हुनुहुन्छ 4 जना एसी रुम डिलक्स रुम हो तपाईले त कतिसम्मको चाहिँ खोज्नु भएको कति पिस हुने भयो उसको छैन क्या वेट दुईटी तपाईँको यो दुईटी हो नि यहाँको निकालेको कि एउटालाई त्यो धेरै हुन्छ भनेर तिमीले भनेको चाहिँ डकुमेन्टहरू जम्मै यहाँ छ त्यो पनि 14 छ ल त्यसरी भन नि त तपाईँको एउटामा 23 केजी चाहिएको तपाईँ त्यसरी पाइँदैन के तपाईँले बुझ्नु भएन तपाईँ 23 किलो एउटा चाहियो दुईमा तपाईँसँग 7 केजी हेर केजीको एउटा 23 किलोको सबै चाहिन्छ कि त्यता आउनु त गाडी पाइँदैन कि ए भनेपछि एकैचोटि जाने हो एउटा मात्रै चाहियो 23 किलो तपाईँको त्यो पाइँदैन हामीले यो चाहिँ 7 छ त्यो त भयो 7 र अनि 14 कति भयो तपाईँको यो एक्स्ट्रा भयो कि यो एक्स्ट्रा हो कि यो त यो लगेज जाने हो यो थोरै हो तपाईँको त्यो 14 भयो 28 हो नि त त्यसरी पाइयो दुईवटा कुरा भयो जम्मै एकजनाको मान्छेले हेरेर एक पिस पाइयो क्या लगाइजर हामी चाहिँ अब निस्क्यौँ है हामी अब डाइरेक्ट एयरपोर्टतिर जान्छौँ म यहाँ सुटकेस सार्दा सार्दा थाकेँ उफ प्रभुहरूको गर्छन् पहिला अनि पछि हाम्रो पालो ल काठमाडौँको एम्बियन्स यही अहिलेको लागि हालचालको एम्बियन्स राइट नाउ वी आर हेडिङ टुवर्ड्स TIA त्रिभुवन एयरपोर्ट ल अब हामी चाहिँ त्रिभुवन इन्टरनेसनल एयरपोर्टतिर जाँदैछौँ म चाइना मामा हुनुहुन्छ मनोज मामा हुनुहुन्छ अहिले गाडीमा ठ्याक्क हामी वी रिच द एयरपोर्ट जस्ट नाउ अब भित्र गएर चेक इन गर्ने टच्च भोक लाग्छ खाने लाउन्जिङ गर्ने त्यसपछि रमाइलो हुन्छ अगाडिको झिलिमिली के यस्तै झिलिमिली बालेनको झिलिमिली हो यो बालेन आइसीको झिलिमिली हो दादा यो है
बाल्यन आइसक्यो के कस्तो छ त नि तपाईँलाई ठिक ठिक लाग्छ के हो ठिकै छ हजुर कुनतिरको झुकाप छ राजनीतिमा कता झुकाप छ काङ्ग्रेस झुकाप छ कि हो होइन अब हाम्रो बाबुआमा नि त्यही हो किनभने अब हिजोको दिन बाजेको पालामा राजा थिए राजा मान्थे हाम्रो बाबुको पालामा गगनेले हो जनयुद्ध गरेर चाहिँ तपाईँको चाहिँ ल्यायो त्यो भएर काङ्ग्रेसमा हाम्रो बाबु काङ्ग्रेस भयो अब काङ्ग्रेस अनि हाम्रो पालोमा अब फेरि बालेनले गर्यो अब हामी बालेन पार्टी भयो अब फेरि भोलिको दिनमा यिनीहरूले नै गरेन यिनीहरू शेरबहादुर देवा भयो भने अर्को बालेन आउँछ मेरो छोरछोरीको लागि होइन त नि त्यही भएर यो कुराहरू चाहिँ कि है तर यतिको चाहिँ प्रगति चाहिँ भएछ अहिले पहिलाको भन्दा एकदम क्लिन पहिलाको भन्दा चाहिँ क्लिन नै क्या अलिकति है त्यो त हटाउनै पर्छ नि तपाईँको होइन र सुकुम्बासीको नाममा हुकुमबासीहरू अन्त बिचरा कति सुकुम्बासीलाई मर्का पऱ्यो नि तिनीहरूले गर्दा होइन त नि तपाईँको बिहान काम नगरे बेलुका खान पाउनेहरू हुन्छ बिचरा अब हामी भयो बाबुआमाले पुऱ्याइदिएछ सोच्नु पर्दैन भन्ने कुरा हुन्छ निम्नवर्गीय मान्छेहरू काम गरेर बिहान बेलुका काम गर्ने बेलुका खानेहरूलाई त नि शास्ति भयो नि साह्रै गाह्रो भएन अब हेरौँ अब उनीहरूले अब हनुमान पिरियड भन्छ के अरे है 3 वर्ष 5 वर्ष के अरे 3 महिना 5 महिना त काम गर्न दिउँ न उनीहरूको अब होइन फेरि उनीहरूले गरेन भने फेरि भन्न नि पाइयो नि त आमामा कति आँसु बग्छ होला यहाँ अब आज होइन त है यो ठाउँ भनेको अरूलाई पो रहरको कुरा हो घुम्न जानेहरूलाई यो काम गर्न जानेहरू त करको कुरा हो नि त एकदम नेपालको स्थिति यस्तो छ गाइजी हेर त यहाँ मान्छेहरू सबै भिसा लगाएर सबै बाहिरको लागि यार नेपाल बसेर के गर्ने अनि एउटा रोजगारको अनि अलिकति उसै भयो भने त यति मान्छेहरू जान्दैन होला बल्ल इन्टरनेसनल एयरपोर्ट भयो अस्ति त चाइनामा अस्ति दिदी पुऱ्याउन आउने बेलामा त खाली हुँदैन नि अनि यिनीहरू बिचरा के भन्छ अरे साउदी अरब कतार खाडीतिर थियो भने होइन हेरेर भने कहीँ तर उनीहरूको अप्सनै त्यही हो जापान कसैको रहर कसैको बाध्यता हुन्छ गाई जस्तरी है नेपालमा कति हो मान्छे काम यति धेरै मान्छेहरू पनि लास्ट छ कि सबै बिचरा विदेश खाडीतिर जान लाग्यो 500 लगाइ जब हाम्रो फ्लाइट चाहिँ कति 7 साढे 7मा छ बिचरा फ्यामिलीहरू हेर है सबैको अब हामी पो कामले आएको कामले हिँड्न लागेको अर्को त अब बाध्यता हुन्छ रहर भन्ने कुरै हुँदैन कि कस्तो हुन्छ होला है फर्स्ट टाइम प्लेन एक्सपिरियन्स गर्दैछ मान्छे त्यही पनि अब केमा भन्दाखेरि वैदेशिक रोजगारमा घरको ऋण तिर्न यताउति भन्दाखेरि त जोर हुन्छ अलिकति यहाँमा मान्छे कति धेरै मान्छे हो सब विदेशको लागि रेडी भएर बस्छ यहाँ सबैहरू आवाज चल्दैछ सरी अच्छा थ्याङ्क यू डेन्जर प्याक छ गाइस मान्छेहरू गाह्रो छ कति हो मान्छे खै बराबर खै एक्सक्युज मी
किङले कति हो मान्छे त रस आम्मा म यहाँ रस भएर यस्तो टेन्सन भइरहेको छु फकिङ सामान हाल्नुहोस् त्यसमै लिएर जाउँ हामीसँग चाहिँ केयरसिङ लिम्बू पनि आउँदैछ उसको पनि सो छ अरे अब डाइरेक्ट भित्र गएपछि भित्र गएपछि भेटौँला अब यहाँ हतार भयो कता गर्नु भयो साह्रै नै आमा अनि रिसा सुजु अनि मिस्टर शेर्पा अनि आलिया आइभान सबलाई थ्याङ्क यू फर गिभिङ मी दिस अपर्च्युनिटी अनि थ्याङ्क यू फर गिभिङ मी आई रियली मिन इट फ्रम द बटम अफ माई हार्ट हामी यहाँ पुगेँ मैले फेरि मामाले कराउँदाखेरि कान्छा मामा कहाँ भन्छ रस त म त फकिङ रस कति हो आम्मा म थाक्छु होला यहाँनिर रस देखेर यहाँको भन्न आँटिसकेको छैन म नत्र गरा खराब हुन्छ गाइस अब हामी चाहिँ चेक इन गर्दैछौँ एकछिन चेक इन गरिसकेपछि अनि बल्ल प्लेनमा चढिन्छ तर आज एकदम रस डेन्जरै मान्छे देखाएर पसिना मधुरोमा कालो पसिना आउने हो के ह्यापनिङ हुनु पऱ्यो डिस्कसन गर्दैछ पछाडि सबै ह्यापनिङ भइरहेको छ यहाँनिर हामी चेक इन भइसकेछौँ अब हामी अहिले प्लेनको लागि कुद्दैछौँ अनि प्लेन आइसकेपछि अब बल्ल बोर्ड हुन्छ हामी अहिलेको लागि चाहिँ अब 1 घन्टा 1.5 घन्टा जति वेटिङ छ हाम्रो त्यही भएर अब हामी के खान्छौँ मेन त स्मोक गर्न मन लाग्छ त्यसपछि अब कुरा हुन्छ लगाइन्छ अरे हेर मान्छे त कति खालको अहिले दुबईतिर जाने कता जाने मान्छेहरू चार्ज पोर्ट त्यहाँ रहेछ अहिले चार्ज गर्न आउनुपर्छ यार चार्जिङ हब होइन स्टार्टेड जर्नी स्टार्टेड केयर भाइलाई केही छ अब चाहिँ यात्रा सुरु हुन लाग्यो कस्तो भइरहेछ झिलिमिली हस् रे यसमा अहिले खोल्ने बेलामा अडेसलाई उता छ ल अब हामी चाहिँ प्लेन बोर्ड गर्न गइरहेको छौँ हामीले केयर भाइलाई पनि भेटिसकेँ